छक्क पर्छु म त यो हाम्रो मङ्गोलको सन्तानहरू देखेर। राई लिम्बूहरू, तामाङहरू, गुरुङ मगरहरू एक आपसमा भिडेको देख्दा मलाई अचम्म लाग्छ मित्रहरू। कोही चिन्डो भनेर कराएको छ, कोही सिलाम साकमा भनेर कराएको छ। गेटमा सिलाम साकमा फलानुले बनायो रे चाहिँ के अरे चिन्डोको के अरे चाहिँ प्रतिमा के अरे चाहिँ राख्यो अरे होइन। कसैले जग्गा एउटा के अरे चाहिँ पुर्खाको नाममा होइन के अरे सुम्नीमा पारुहाङको प्रतिमा बनाउँछु भनेर एउटा जग्गा के अरे चाहिँ खरिद गरेको, कोही घटी मूल्यमा, कोही बढीमा होइन, कोही 14 करोडमा, कोही 10 करोडमा चाहिँ के यो भएन त्यो भएन उफ्रिया छ होइन। कहिले कुरा बुझ्ने क्या हाम्रो मङ्गोलको सन्तानहरूले? कुरा बुझ्नु पर्यो। यत्रो बाहुनले के अरे चाहिँ देश खाइसक्यो, सर्वस्व देशको के अरे चाहिँ पुरै राज्य कब्जा गरिसक्यो, भाषा संस्कार संस्कृति केही छैन। अब के अरे चाहिँ सुम्निमा र के अरे चाहिँ पारुहाङको के अरे चाहिँ होइन अब त्यो प्रतिमाको निमित्त अनि यता के अरे चाहिँ चिन्डो अनि के अरे यता सिलाम साकमासम्म कहिलेसम्म भिड्ने क्या? अनि तामाङहरू चाहिँ म तामाङ एक्लै होइन, गुरुङहरू म गुरुङ एक्लै, शेर्पाहरू यो होइन, राईहरू एक्लै हिँडेर के अरे चाहिँ यो के अरे चाहिँ लिम्बूहरू एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन मित्रहरू साथीहरू। हामी सबैजना के अरे चाहिँ मङ्गोलको सन्तानहरू अब मङ्गोल भएर जुट्नुपर्छ कि यो कुरा बुझेको खै? बुझ्नु पऱ्यो क्या। अब चाहिँ बाहुन क्षेत्री बाहेकका सबै के अरे चाहिँ मानिसहरू चाहिँ यो देशका के अरे चाहिँ भूमिपुत्र मूलवासी मङ्गोलहरू हुन्। अब यो संविधान के अरे चाहिँ विभेदकारी छ, नस्लवादी छ, यो कुरा बुझेको खै? यो संविधानको पुनर्लेखन गर्नुपर्छ। यो संविधानको प्रस्तावनाभित्रै मूलवासी र मङ्गोल लेख्नुपर्छ। त्यसको निमित्त के अरे चाहिँ सबैजना के अरे चाहिँ मङ्गोलमा जोडिनेको विकल्प छैन के। मङ्गोलको सन्तानहरू यसरी तितर बितर भएर दुश्मन हँसाएर शत्रु हँसाएर हुँदैन क्या मित्रहरू। अब चाहिँ के अरे चाहिँ मङ्गोलमा जोडिएर अगाडि बढ्नुपर्छ। तपाईँ हामी सबैजना के अरे चाहिँ मङ्गोलको सन्तान हो। अब के अरे चाहिँ अहिले यता चाहिँ के अरे लिम्बू एकतिर हिँड्या छ, खम्बु एकतिर हिँड्या छ, तामाङ सालिङहरू एकतिर हिँड्या छ, शेर्पालुङहरू एकतिर, थारूहटहरू एकतिर। त यो बाहुन क्षेत्रीको डिभाइड एन्ड रुल्स फुटाउ र शासन गर भन्ने के अरे चाहिँ यो रणनीति बुझेको खै त? अब यति कुरा पनि नबुझ्ने तपाईँ हाम्रो के अरे चाहिँ यो 21औं शताब्दीको विद्वानहरूले बुझ्नुपर्छ नि त यार। मङ्गोलको सन्तानहरूले त एउटा परालको त्यान्द्रोलाई के अरे चाहिँ हेर्नुहोस् त चुट्याउँदा कसरी सजिलैसँग चुट्टिन्छ। त्यहाँनिर एकमुठी पराल राखेर तान्नुहोस् त त्यो चुट्टिन्छ। यसरी एकता हुनु पर्यो क्या। तपाईँ र मलाई आज सिङ्गल के अरे चाहिँ लिम्बू खम्बुको त्यान्द्रो बनाएर के अरे चाहिँ शेर्पालुङ तामाङ सालिङ के अरे चाहिँ थारूहटको के अरे चाहिँ उयसमा विभाजन गरेर यो बाहुनले के अरे चाहिँ फुटाएको के अरे चाहिँ रणनीति, यो के अरे चाहिँ राजनीति यो कहिले बुझ्ने क्या? अब बुझ्नुपर्छ है मित्रहरू। अहिले पनि के अरे चाहिँ बुझिएन भने यो नबुझ्ने के अरे चाहिँ वंश गद्दारहरूलाई एक खालको होइन हामीले जसरी के अरे चाहिँ बाहुन क्षेत्रीले आज के अरे चाहिँ अछुत बनाएको छ नि पानी अचल, अब फेरि के अरे चाहिँ मङ्गोलहरूले चाहिँ यो कुरा नबुझ्ने हो भने वंश गद्दार मङ्गोलहरूलाई फेरि के अरे चाहिँ त्यो पानीबाट के अरे चाहिँ अछुत गर्नुपर्ने दिन नआउला भन्न सकिन्न मित्रहरू। यो कुराको चाहिँ हेक्का राख्नुपर्छ है साथीहरू सबैजनाले। अब मङ्गोलमा जोडिनुको चाहिँ अर्को विकल्प छैन। जोडिएर अनि यो देशको संविधान के अरे चाहिँ सच्याएर पुनर्लेखन गरेर अनि चाहिँ संविधानको प्रस्तावनाभित्र मूलवासी र मङ्गोल लेखेर अनि जनसङ्ख्याको आधारमा अधिकार के अरे चाहिँ बाँडफाँड गरिसके पछाडि राज्य सत्तामा जनसङ्ख्याको आधारमा होइन माथि केन्द्रदेखि नै बाँडफाँड गरेर ल्याइसके पश्चात अनि यो देश के अरे चाहिँ एक खालको के अरे चाहिँ समृद्ध होइन र एक खालको के अरे चाहिँ मुलुक चाहिँ के अरे चाहिँ अनि चाहिँ बन्छ क्या। त्यसको निमित्त हो श्रम नगरिकन बन्दैन, श्रम गर्नुपर्छ मित्रहरू। तर चाहिँ यो कुरा नबुझिकन होइन आफ्नो वंश चाहिँ के अरे चाहिँ नचिनिकन एक्लै हिँडेर चाहिँ यो बाहुनको के अरे चाहिँ रणनीति, यो डिभाइड एन्ड रुल्स फुटाउ र राजनीति गर शासन गर भन्ने यो रणनीति बुझ्न सकिएन भने चाहिँ न के अरे चाहिँ हामी के अरे चाहिँ मङ्गोलको सन्तानहरू अब पूर्ण रूपमा चाहिँ के अरे चाहिँ यो देशबाट यो मुलुकबाट उनीहरूको के अरे चाहिँ
अवशेष पनि नरहने स्थिति भइसकेको छ मित्रहरू। तपाईँ र हामी चाहिँ अब एकदमै चनाखो रहनुपर्ने बेला आएको छ है मित्रहरू। यो कुरा चाहिँ सबैले बुझ्नुपर्छ। ल, अभिवादन फेरि पनि चाहिँ जय मङ्गो।